अब त निका भइसकेका छन् जान भइसकेका छन् निका भइसकेका छ ओहो ल ल ल ल अन्त ठुली उता पछाडि छ मै छोरीलाई यस्तो भइहाल्छ चिकन पक्स भइहाल्छ छोरोलाई यो ल माथि गर त बाबा छोरो ल ल माथि गर सानो ल दुइटै हातले माथि गर त आफै गर बाबा कोही नाच्यो बाबा के नाच्नु खोइ यता हेर त बाबा मुखमा कस्तो भइहाल्छ मुखमा यतापट्टि फर्क्यो त उज्यालोमा छोरीको यहाँ घाँटीमा पनि भइहाल्छ घाँटीमा पनि भइहाल्छ यी चुप्पै भइहाल्छ टाउकोमा पनि भइहाल्छ खोइ तल तल जोक्नुहोस् त हातमा पनि भइहाल्छ खोइ हातमा कस्तो भयो यी यतापट्टि पनि भएको छ यतापट्टिको निको भयो ए भएको छैन निको भएको छैन होइन यहाँ पनि के हुन्छ चिलाइ हुन्छ के हुन्छ बाबा दुख्छ पनि के हुन्छ मेरो छोरीलाई अब निको भइहाल्छ नि यस्तो घाउ भइहाल्छ फुटिसक्यो अब 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 निको हुने बेला भयो छोरो निको हुने बेला भयो खै अब टाउकोमा हेडमा पनि छ कानभित्र पनि छ ओ खोइ खोइ शान्त नगर सब ठाउँमा भएर रहेछ मेरो छोरी अब केही छैन निको भइहाल्छ है छोरा हजुरलाई के हुँदैछ दुःख के दुख्दैछ अहिले कस्तो हुँदैछ ल ल देखिसकेँ मैले त्यहाँ बस्नुहोस् न अनि देखिन्छ लाइट बल्दैछ ल ल दुइटैको लाइट बल्दैछ पछाडि गो ब्याक गो ब्याक ब्याक गो ब्याक भने मैले त टर्न ब्याक भने होइन कि गो ब्याक भने पछाडि गो ब्याक ल मैले छोरो ल छोरीलाई यस्तो भइहाल्छ नगर नगर ठुली डोन्ट टच मी सानो छोड्दै ठुली हेर्न भने मान्दैन कि बिगाडिसक्लो पारे बिगाडिसक्लो त केही त्यही जान त्यही बस It's okay, that's it. छोरी के हुँदैछ सानो ज्वरो कस्तो छ मेरो छोरीलाई अहिले त मन्द भइहाल्छ बाबा ज्वरो त ज्वरो अलिक कम भएको छ अब ठिक हुन्छ छोरोलाई सानो छोरी what are you doing ल हुँदै अब त्यो नचलाऊ अहिले एप्पल नचलाऊ बर्गर त खाएको हो नि बनाना खाएको अहिले अहिले एप्पल अहिले खाइने पछि जाने बेला खाला ल ल त्यो छोड्छ के चाहियो के हुँदैछ सानो मैले पारे छोरोलाई वाच पनि के हुँदैछ म छोरो
लाग्छ अब निको हुन्छ औषधि आज पनि मम्मीले औषधि लगाइदिनु भयो नि त लगाइदिनु भयो अनि औषधि खानु पनि भयो हो अब ठिक हुन्छ मेरो छोरीलाई अब ठिक हुन्छ मेरो छोरीलाई हजुर मम्मीले लगाइदिनु भयो बाबाले खुवाइदिनु भयो दादाले एकचोटि यहाँनिर एकचोटि के गर्नु पर्यो कि यहाँनिर उभिएर प्र्याक्टिस गर्नु पर्यो आजको स्पिचको लागि उता उता उभिएर येल्लो कलरको कट्टा